गुड मर्निङ एभ्रिवान। आजको वेदर चाहिँ यस्तो छ है, गरम चाहिँ गरम छ, अलिकति घाम चाहिँ छैन। अहिले भने चाहिँ म बहिनीको बारीमा आइरहेको छु। बहिनीको बारीमा चाहिँ फर्सीको मुन्टा फलेको छ नि त, मलाई चाहिँ एकदम मनपर्छ के, त्यही लागि बहिनीलाई फर्सीको मुन्टा टिपी माग्दैछु। यो चाहिँ अर्ग्यानिक हो, हेर्नुहोस् होला हजुरहरू। यहाँ चाहिँ मेरो बहिनीले फर्सीको मुन्टा टिपी दिँदैछ मेरो लागि। छ यहाँनिर बहिनीले सिमीहरू पनि लगाएको छ, सिमी पनि फल्दैछ। मकै चाहिँ अहिले सानै छ, सिमीहरू पनि छ यहाँनिर फलिरहेको छ कतितिर सिमीहरू। यता चाहिँ फर्सीको मुन्टा टिप्दैछ। यहाँ यी मेरो छोरी पनि बारीमै छ। छेमाले फर्सीको मुन्टा टिपिदिँदैछ नानी। मलाई चाहिँ फर्सीको मुन्टा यति टिपिदिएको छु।